मोबाइल हेर्नुभन्दा बरु गफ गरौँ होला क्या एउटा। के गफ गर्ने? गरौँ न मिठा मिठा गफ। जस्तै कस्तो भन्दाखेरि चाहिँ होइन, अहिले चाहिँ भ्यालेन्टाइन विक चलिरहेछ होइन। अब आज त मुख्य भ्यालेन्टाइन डे पनि, प्रेम सप्ताह चलिरहेछ होइन। अनि काठमाडौँका मलहरू, दरबार मार्ग एकदम रङ्गी चङ्गी गुलाबका फुलहरू सजाइया छ, प्लास्टिकका फुलहरूले रातो रातो भएको छ। मलाई एउटा कुरा बुझ्न मन लाग्यो क्या, भ्यालेन्टाइन डे भनेर चाहिँ तपाईँलाई कहिले थाहा भयो त्यो? कति कक्षामा पढ्दा वा कत्रो हुँदाखेरि कहाँबाट सुनेर थाहा भयो? कस्तो लाग्थ्यो त्यो भ्यालेन्टाइन डे प्रतिको धारणा क्या? एक्ज्याक्टली मलाई थाहा छैन भ्यालेन्टाइन डे भनेको कहिलेबाट थाहा पाएँ भनेर चाहिँ होइन। यसो सोच्दाखेरि जब म क्याम्पस पढ्ने भएँ नि, त्यस पछाडि चाहिँ मलाई भ्यालेन्टाइन डे बारे अलिअलि आइडिया भयो जस्तो लाग्छ। यसको मतलब 2063 पछाडि एसएलसी सकिसके पछाडि चाहिँ पोखरा गएँ पढ्नको लागि। अनि पोखरा जाँदाखेरि अहिले पनि मलाई याद छ कि एउटा गीत ठ्याक्कै भ्यालेन्टाइन डेको आसपास केटाहरूले गाएको कि। केटीहरूले चाहिँ गाउँदैन थिए? केटीहरू सङ्गत त्यस्तो धेरै थिएन नि त, केटीहरू धेरै पनि नहुने फेरि कलेजमा। जस्तो अब आइएससी फर्स्ट इयर पढ्दाखेरि चाहिँ कतिजना थियौँ हामी, 42-43 जना थियौँ होला। त्यो मध्ये 9-10 जना केटीहरू थिए, बाँकी चाहिँ केटाहरू। अनि भ्यालेन्टाइन डेको आसपास चाहिँ एउटा गीत खुब गाउँथे क्या केटाहरू। ठ्याक्कै शिवरात्रि पनि यही बेला जस्तो पर्ने नि त। अनि शिवरात्रिमा पोखरातिर चाहिँ मैले फर्स्ट टाइम थाहा पाएको, बाहिर बसेर पुरै धुनी जगाएर होइन, दाउराहरू बालेर, हाम्रोतिर त त्यस्तो नहुने। अनि उखु ल्याएर उखु चाहिँ पुरै त्यो आगोमा हाल्ने अनि पड्काउने क्या, त्यो टाइपको। अनि त्यो माहौलमा चाहिँ त्यो 2-3 दिन अगाडिदेखि नै पनि त्यस्तो खालको माहौल चल्ने। गीत चाहिँ के थियो? माहौलमा चाहिँ अनि केटाहरूले गीत गाउँथे क्या। गीत के थियो भने, हेलो पूजा के छ मैया यु आर लुकिङ स्विट टुडे भन्ने टाइपको गीत थियो क्या। अनि त्यो चाहिँ मलाई त्यति धेरै आइडिया छैन। बनाएको गीत थियो? होइन कसैले गाएको गीतै थियो त्यो चाहिँ। त्यो त्यहीँ आउँथ्यो क्या, भ्यालेन्टाइन डे 14 फेब्रुअरी यस्तो यस्तो के भन्थ्यो त्यसमै। त्यस पछाडि त्यो गीतमा चाहिँ आउँथ्यो क्या, त्यसले चाहिँ प्रपोज गरेको रहेछ त्यो क्या, यु आर लुकिङ स्विट टुडे गरेर चाहिँ पुरै त्यो कलेजमा आएको अब प्रिया नाम गरेको केटीलाई उसले प्रपोज गरेको कुरा चाहिँ त्यो गीतमा थियो। सेकेन्ड लेटर लेख्छु मैया, अब यस्तै खै के हो, अब मलाई ठ्याक्कै आइडिया त छैन। त्यस्तै के भन्थ्यो उसले होइन, लेटरको कुरा अनि क्लासको कुरा त्यस्तो गरेर चाहिँ। त्यति बेला चाहिँ भ्यालेन्टाइन डेको बारेमा थाहा भयो अलिअलि होइन। अनि तर भ्यालेन्टाइन डे भनेको चाहिँ यस्तो रहेछ, प्रेम प्रपोज गर्ने रहेछ भन्ने कुरा चाहिँ भनौँ न, अथवा काइन्ड्स अफ कुनै न कुनै हिसाबले आफूले पनि काहीँ रिलेट गरेको भन्ने चाहिँ कहिलेदेखिबाट चाहिँ त्यस्तो केही भयो? है त्यति बेला अब त्यति धेरै गहिरिएर भ्यालेन्टाइन डे भनेको के हो कसो भनेर त खोजिएन। तर इन्ट्रेस्टिङ कुरा के थियो भनेदेखि अहिले जस्तो सोसल मिडियाहरू थिएन होइन, तर साप्ताहिक आउँथ्यो कि। अनि कलेजमा चाहिँ केटाहरूलाई अब त्यो टिनेज एजको केटाहरूले साप्ताहिक त खोजी खोजी पढ्ने भए। कान्तिपुरको जुन कान्तिपुरको छैन हो एउटा सानो ट्याब्लेट पत्रिका आउँथ्यो। अनि त्यस पछाडि हो, अनि त्यो साप्ताहिकमा चाहिँ भ्यालेन्टाइन डेको विषयमा एकदम धेरै लेखेको हुन्थ्यो होइन। अनि अर्को नि आउँथ्यो, एउटा शुक्रबार भन्ने नि आउँथ्यो, त्यसमा नि युवाहरूको विषय, भ्यालेन्टाइन डे यस्तो कुराहरू, प्रेमको विषयहरूमा लेखेको हुन्थ्यो। त्यसमा चाहिँ भ्यालेन्टाइन डे 14 फेब्रुअरी भनेर विभिन्न कुराहरू के किन भयो त भ्यालेन्टाइन भनेर लेखेको थियो र त्यो पढेको हो जस्तो मलाई अलिअलि लाग्छ। त्यति धेरै सम्झना त छैन, तर सेन्ट भ्यालेन्टाइनको नाममा चाहिँ भ्यालेन्टाइन डे मनाइन्थ्यो। त्यति बेला मैले ठ्याक्कै बुझ्न खोजेको चाहिँ यो रिलेट गर्ने कुरा क्या, अलिकति रिलेटको कुरा। अथवा त्यो मलाई सोध्यो भने मलाई चाहिँ छ कि जस्तो। ओके, म सोध्न नै लागिराखेको थिएँ, मौका नपाएर हो क्या, जवाफ दिँदा दिँदै चाहिँ कति बेला सोध्ने भनेर मौका पाइएन। ठ्याक्कै मलाई जस्तै मैले चाहिँ कलेज पढ्ने ताका भ्यालेन्टाइन डे बारे थाहा पाएँ। अनि सुनौँ अनुभव कसरी थाहा भयो भ्यालेन्टाइन डे बारे? मलाई चाहिँ म स्कुल पढ्दैमा थाहा थियो होइन, त्यही 61-62 तिर सायद हुनसक्छ। पोखराको रेडियोहरू एकदम धेरै सुनिन्थ्यो मेरो घरतिर चाहिँ, रेडियो अन्नपूर्णमा। अनि त्यो टाइममा मलाई धेरै चाहिँ मलाई के पनि थाहा छैन होइन, तर
के चाहिँ मलाई थाहा छ भने फोनिङ कार्यक्रमहरूमा चाहिँ फोन आउँथ्यो, आज भ्यालेन्टाइन डे कसरी मनाउनु भयो, तपाईँको मायालाई सम्झिन चाहनुहुन्छ त टाइपको चाहिँ फोनिङ कार्यक्रमहरू एकदम आउँथ्यो। अनि सो त्यो भए भएर मलाई चाहिँ स्कुल पढ्दा नै त्यो भ्यालेन्टाइन डेको बारेमा भनेको अलिकति यो भ्यालेन्टाइन डे भनेको यो हो भन्ने बारेमा चाहिँ त्यति बेला थाहा थियो। तर मैले चाहिँ काठमाडौँ पढ्न आएको होइन, अनि एकदम एसएलसी पछि एकदम गजबले चाहिँ मैले 63-64तिर सायद हुनुपर्छ कलेजमा, म चाहिँ आरआर कलेज पढेको होइन। हामी चाहिँ टक्क कुर्ता सुरुवाल लगाएर बोर्डरमा ढाकाको बोर्डर सहित हामी पढ्न जान्थ्यौँ भनेको एकदम गजब माहौल के। मलाई त्यस्तो कुर्ता सुरुवाल लागेर नि मलाई के याद छ भने हामी मेरो रोल नम्बर नै त्यतिखेर 1382-83 त्यस्तै कति थियो, त्यति धेरै। तर त्यो एक दिन भ्यालेन्टाइन डे परेको रहेछ। मलाई स्कुलमा त्यो अलिअलि सुने, त्यसपछि मलाई त्यो भ्यालेन्टाइन डे त्यो दिन हो भन्ने नि थाहा थिएन, के पनि थाहा थिएन होइन। तर पानी परिरहेको दिन पनि थियो एउटा। अर्को चाहिँ त्यो दिन भ्यालेन्टाइन डे पनि रहेछ। अनि हाम्रो क्लास चाहिँ आधाभन्दा बढी चाहिँ क्लासमा विद्यार्थी थिएनन् के। अनि हामी विद्यार्थी नभइसके पछाडि चाहिँ मलाई त्यो साथी को हो चाहिँ याद छैन होइन, तर सायद ऊ इलामतिरको हुनुपर्छ। उसले चाहिँ साडी लगाउँथ्यो कि, कुर्ता सुरुवाल र साडी दुइटै लाउन मिल्थ्यो नि। लगाउँथिन्, साडी लगाउँथिन्। अनि उनी र म चाहिँ क्लास अब खास भएन होइन। हिँड्दै हिँड्दै अनि हामी त्यो पुरानो बस पार्कतिर रत्न पार्कतिरबाट आउँदै गर्दाखेरि चाहिँ पुरै युवा युवतीहरूको चाहिँ त्यो हुन्छ नि भिडभाड टाइप्सको क्या, अकाइन्ड अफ त्यसलाई डेटिङ भनिँदो रहेछ। मलाई त्यो पनि थाहा थिएन। त्यो चाहिँ त्यो रिलेट गरेको टाइपको भनौँ न, यो चाहिँ एकअर्कालाई माया गर्ने मन पराउने त्यो रहेछ क्या अरे भन्ने चाहिँ मलाई मायाको मौसम चलिरहेको रहेछ त्यस्तो भन्ने चाहिँ थाहा भयो क्या। अनि त्यो स्कुलको कुरा गर्दाखेरि मलाई ठ्याक्कै स्कुलकै कुरा याद आयो। स्कुलमा भ्यालेन्टाइन डे त थाहा थिएन, तर एउटा कुरा चाहिँ के थाहा थियो भन्दाखेरि स्कुलभित्रको कुरा होइन कि घरमा आइसके पछाडि खुब धेरै सुन्ने साथीसँग मनका कुरा, अनि खुब धेरै सुन्ने चाहिँ यस्तो नाटकहरू होइन, अनि युवा रिलेटेड कुराहरू रेडियोमा। अनि एउटा कार्यक्रम मलाई खुब मन पर्थ्यो कि सबिना कार्कीको यो माया भन्ने चिज यस्तै हो भन्ने। कान्तिपुरबाट बिहिबार बेलुका 8:15 पछाडि आउँथ्यो जस्तो लाग्छ, ठ्याक्कै मैले टाइम चाहिँ एक्ज्याक्टली याद भएन, तर जे होस् त्यो आउँथ्यो। अनि सबिना कार्कीले चाहिँ यस्तो मिठो गरी बोल्ने, अहिले पनि सोसल मिडियाहरूमा देखिन्छ, यो माया भन्ने चिज यस्तै हो। साथीहरू रेडियो नजिक आउनुहोस् अनि आफ्नो मायालुलाई सम्झिनुहोस् र बस्नुहोस्, म तपाईँलाई आज मिठा मिठा कुराहरू सुनाउनेछु भन्दै यस्तो मिठोसँग बोल्ने। यति तान्थ्यो कि त्यति बेला यो सबिना कार्कीलाई देख्न पाए नि हुन्थ्यो होइन, भेट्न पाए नि हुन्थ्यो भन्ने एकदम त्यस्तो लाग्थ्यो। अनि त्यो बेला चाहिँ मैले त्यो उनले रेडियोमा भन्दाखेरि त्यो मायालुको कुरा, मायाको कुरा, भ्यालेन्टाइन डेको कुराहरू, प्रेम प्रणय दिवसको कुराहरू गरेको यता कता सुन्थेँ क्या। तर त्यति धेरै त्यो ठ्याक्कै यस्तै होला भन्ने चाहिँ त्यति आइडिया नभएको, पछि कलेजले भ्यालेन्टाइन डे के हो भन्ने कुरा चाहिँ बुझायो। अनि यो जुन चाहिँ त्यस पछाडि कहिले चाहिँ यो सेन्ट भ्यालेन्टाइनले चाहिँ एक किसिमको त्यहाँको के भन्छ त्यो राजासँग चाहिँ विद्रोह टाइपको गरेर चाहिँ युवा युवतीलाई प्रेम गर्ने एउटा स्वतन्त्रता हुन्छ भनेर एउटा विद्रोह नै गरेको रहेछन् नि त होइन। त्यो कुरा चाहिँ कहिले आएर थाहा भयो त्यसपछि? त्यो कुरा त त्यसरी त्यति धेरै लगाव पनि भएन, पढ्दा पनि पढिएन, याद पनि गरिएन होइन। निकै पछि जब रेडियोमा काम गर्ने भयो, एउटा तहको चाहिँ जानकारीहरू राख्न थालियो, सूचनाहरू बारे अलिकति बढी जिज्ञासा हुन थाल्यो, त्यस पछाडि सेन्ट भ्यालेन्टाइन भन्ने चाहिँ एकजना विद्रोही प्रेमी थिए भन्ने पछि आएर थाहा भयो। उनले गरेको विद्रोह अरू युवा युवतीलाई पनि प्रेम गर्नुपर्छ भनेर उनले सिकाएको कुरा, भनेको कुरा, अनि त्यस विषयलाई लिएर तत्कालीन राजाले फाँसी दिएको कुरा होइन, त्यो कुरा धेरै पछि थाहा भएको। मलाई नत्र चाहिँ त्यतातिर त्यो लगावै भएन, यादै भएन। तर यस्तो लगाव त्यता नभए पनि म चाहिँ काठमाडौँमा धेरै भएर नि होला होइन। अनि त्यतिखेर चाहिँ मलाई याद छ कि त्यो हामी क्याम्पस पढ्नेतिर चाहिँ सायद एभेन्यूज टेलिभिजन अनि त्यसपछि कान्तिपुरले समेत रिपोर्ट बनाएको याद छ कि गुलाबको फुल चाहिँ एकदम धेरै आयात भयो अनि भनेर मलाई रिपोर्टै याद छ होइन। त्यतिखेरैदेखि म पत्रकारिता पढेको अनि टेलिभिजनमा समाचारहरू हेर्ने गर्थेँ। रेडियो बरु काठमाडौँ आएपछि त्यति धेरै सुन्नेन। अनि पुरै त्यो चाहिँ दरबार मार्गतिरको अनि स्पेसल्ली कमलादीतिरको त्यो फुल पसलहरूको भिजुअलहरू राखेर अहिले पो थाहा भयो त नि कसरी कन्टेन्ट मेकिङ गरिँदो रहेछ भनेर। अनि
टक्क लाएर चाहिँ यो एउटा के भनेर त मलाई ठ्याक्कै त्यो लाइनिङहरू त याद छैन, तर टेलिभिजनहरूले एकदम धेरै रिपोर्ट, मैले चाहिँ हजुरले अघि साप्ताहिकहरू पढ्ने भने जस्तो होइन, त्यति बेला मैले चाहिँ त्यस्तो पत्रिकामा चाहिँ यो प्रेमको कुराहरू त्यति धेरै, यो भ्यालेन्टाइन डेको कुरा चाहिँ त्यति पढे जस्तो लागेन। बरु त त्यही दिनको साँझ चाहिँ अनि त्यतिखेर टेलिभिजनहरू एकदम चर्चामा पनि थिए क्या, 62-63 आन्दोलन पछाडि 64-65 सालतिर एकदम चर्चित पनि जस्तो लाग्ने रिपोर्टहरू बनाउँथे, अनि यस्तो रहेछ भनेर चाहिँ थाहा थियो कि। ओके, ठिक छ। अनि अर्को कुरा चाहिँ जस्तो त्यो थाहा भयो सक्यो होइन, मलाई दुईवटा कुरामा चाहिँ गफ गरौँ जस्तो लागेको। एउटा कुरा चाहिँ कहिले भ्यालेन्टाइन डे स्पेसल भनेर मनाइयो कि मनाइएन त? अब यसमा चाहिँ यसरी जवाफ दिनु पर्यो, अलिक कुटनीतिक नलजाइकन नढाँटिकन त्यस्तो लगाउनुपर्ने अगाडि। ठिक छ, त्यो सामान्य कुरा भयो। मान्छेको जिन्दगीमा थुप्रै घुम्तीहरू आउँछन् होइन, यसलाई एकदमै सामान्य रूपमा कतिवटा रोज फाल्यो त, कतिवटा घुम्ती चाहिँ आयो त जिन्दगीमा भन्दा हुन्छ कि कुटनीतिक हिसाबले चाहिँ। तर जिन्दगीमा मैले अहिलेसम्म त्यसरी रोज दिएको याद छैन होइन, फुल नै दिएको, गुलाब नै दिएको सायद होइन, त्यो पनि छैन सम्भवतः, थाहा छैन। हामी नजिक भए पछाडि दिएँ कि दिइनँ भन्ने पनि मलाई आइडिया छैन, याद छैन, सिरियसली नै याद छैन। र बिहेपछि पनि त्यसरी दिएको मलाई याद छैन होइन। तर यसको मतलब यो होइन कि माया नगर्ने भन्ने त होइन, माया त मनले गर्ने कुरा हो भन्ने लाग्छ। मैले पाइनँ पनि त्यसरी रोज। एक त केटी मान्छेहरूले कमै दिन्थ्यो होला नि, प्रपोज गर्ने कुरा कमै हुन्थ्यो होला, अहिलेको जस्तो टाइम पनि अलि थिएन होइन। तर खुब रहर चाहिँ लाग्थ्यो, रहर नलाग्ने होइन फेरि, त्यो पनि नहुने त होइन। कलेज पढ्दाखेरि नै पनि आफूभन्दा सिनियरहरूको अनि क्लासमेटहरू पनि आफूभन्दा एकदम एजेडहरू थिए नि त। म चाहिँ अलिक सानो थिएँ कि क्लासमा, सबैभन्दा सानो मध्येको एउटा मै थिएँ। केटीहरूले माया चाहिँ गर्ने, तर भाइ टाइपले माया गर्ने क्या सबैले होइन। त्यो खालको माहौलै बनेन, अलिक भन्दै थिएँ, मान्छेलाई सुन्न इन्ट्रेस्ट लागिरहेको थियो कि थिएन होला खासै, यो मलाई नै इन्ट्रेस्टिङ लागेन यसमा त्यो के कस्तो भन्ने, अरूलाई लागेन। तर मैले लुकाएको छुटाएको चाहिँ छैन, सिरियस एकदम सत्य नै खासै मैले नि पत्याइन, साथीहरूले नि पत्याउनु साँच्चै नै हो। ल एनिवेज केही छैन। अब अर्को कुरा चाहिँ जस्तो एकातिरबाट हेर्दाखेरि यो पोजिटिभ नै हो होइन, त्यो बेलामा अब इच्छापूर्व यसो गरौँ न। अब यो धेरै कुराहरू चाहिँ म कस्तो खालको भएछु भन्दाखेरि अहिले चाहिँ अब रेडियोमा बोल्न त छोडियो नि त, अनि प्रश्न सोध्ने चाहिँ बानी हराएछ कि क्या हो, म त जवाफ मात्रै दिने जस्तो भएछु क्या, प्रश्न सोध्नु पऱ्यो नि त मैले। खासमा मेरो तर्फबाट त त्यस्तो धेरै भ्यालेन्टाइन डे अनुभव नै भएन होइन, आजसम्म पनि छैन भन्दा पनि हुन्छ। अनि यता सुनौँ भ्यालेन्टाइन डेको अनुभव के छ? यतातिर त मेरो अनुभव खासै केही छैन, मैले त लुकाएको छैन। मैले जीवनमा म यो भ्यालेन्टाइनमा वा अरू कुरामा इन्ट्रेस्ट राख्ने मान्छे चाहिँ होइन। मैले कहिल्यै पनि त्यो, मलाई आजसम्म पनि रियल रोजको मूल्य कति पर्छ नि थाहा छैन, त्यो प्लास्टिकवाला रोजको मूल्य कति पर्छ पनि मलाई थाहा छैन। कहिल्यै पनि मलाई त्यो पाउँदा नि पाइनँ, किनेर दिँदा पनि दिइनँ। त्यसको मतलब चाहिँ कोहीसँग नजिकै भइएन भन्ने पनि होइन, त्यसमा त कुनै कुरै छैन। बरु अहिले पछिल्लो समय अथवा पहिलेदेखि मलाई प्लान्ट्सहरूमा एकदम झुकाव होइन, अनि त्यस पछाडि किन्न पाए पनि हुने, त्यो प्लान्ट्सहरू राख्न पाए पनि हुने जस्तो, अनि मलाई त्यो चाहिँ एकदमै धेरै रहर के त्यो सजाउनको लागि त्यसमा चाहिँ थियो, तर त्यो लागेन। अनि अर्को कुरा चाहिँ मलाई सोध्न मन लागेको, मेरो पर्सनल्ली चाहिँ कहिले पनि गुलाबसँग वा फेरि अब त्यो के चक्लेटसँग, त्यो टेडीसँग एउटा त त्यसले प्रेममा फन्टासी लिएर आउँछ होला, त्यो एकदम जरुरी मान्ने हो र त्यसलाई सही तरिकाले लैजाने हो भने त्यो राम्रै पनि होला। तर मेरो विचारमा चाहिँ रातो गुलाब वा साथीको लागि भनेर पहेँलो गुलाब, सेतो गुलाब दिने के एउटा सिम्बोलहरू पनि छ होइन। त्यो गिफ्ट दिएर नदिएर, चक्लेट दिएर वा कपडाहरू दिएर त्यस्तो गरेर चाहिँ प्रेममा पर्न सकिन्छ, पार्न सकिन्छ, टिकाउन सकिन्छ भन्ने कुरामा चाहिँ मलाई चाहिँ विश्वास लाग्दैन। तर अब त्यसले चाहिँ एउटा ठुलो इकोनोमी पनि धानेको, अर्थतन्त्रको कुरा त्यसमा, फन्टासीको कुरा त्यसमा होइन, यो निकटता बनाउने कुरा त्यसमा, अनि कता कतासम्म हो प्रेम त्यो एउटा पर्व जस्तो
अनि त्यो हुन्छ नि एउटा एउटा यो एकदम नवजवान नवयुवाहरूको लागि त अब हामी त अलिकति लेट युवामा प्रवेश गरिसके जस्तो अवस्था भयो नि त। नि 18-20 वर्षका बालबालिकाको लागि त राम्रै पनि होला त्यो। कस्तो लाग्छ खास यो चाहिँ के यसले कतिको म्याटर गर्छ? अब यो हुन्छ नि भौतिकवादी कुरा जस्तो पनि होला यो हुन त, होइन? के लाग्छ? यस्तो हो जस्तो अहिले चाहिँ फिल हुने कुरा के, जस्तो बर्थडे भन्ने कुरा होइन, जन्मदिनमा विस गर्ने कुरा, अनि हाम्रो चाहिँ म्यारेज एनिभर्सरी सम्झने कुरा, त्यो दिनमा विस गर्ने कुरा, अथवा स्पेसल डेहरू हुन्छ नि, दसैँ तिहार चाड पर्व यी सबै कुराहरू, त्यो पनि किन भन्ने होइन, सामान्य नै कुरा के, कतै जाँदा होस् कतैबाट फर्किँदा होस् होइन, एकअर्कासँग चाहिँ त्यो अट्याचमेन्टको कुरा, अनि फर्केर आउँदाखेरिको चाहिँ त्यो खालको भनौँ मिसिङ हुने कुरा हो। यो कुराहरू नै त्यो प्रणय दिवससँग पनि जोडिन्छ जस्तो लाग्छ कि। त्यो भनेको एक प्रकारको रिन्यू गर्ने कुरा हो जस्तो लाग्छ कि मलाई चाहिँ सामान्य हिसाबले हेर्दाखेरि। रिन्यू गर्ने कसरी भन्दा बहाना जस्तो कि मान्छेहरूको जिन्दगीमा श्रीमान श्रीमती होस् अथवा प्रेमी प्रेमिका होस्, सधैँभरि एउटै किसिमले त जाँदैन त जिन्दगी भने त। अनि हाम्रै कुरा गर्दाखेरि पनि कहिले कहिले ठ्याक्क पर्ला, कहिले के होला, सानो मनमुटाव होला, अथवा के कुरामा चित्त नबुझ्ला, चित्त दुखेको होला, त्यो कुरालाई वास गर्ने धुने समय चाहिँ प्रणय दिवस एउटा हुनसक्छ। अरू त्यस्ता थुप्रै दिनहरू हुनसक्छन्, त्यो मध्येको एउटा प्रणय दिवस हुनसक्छ होइन। अनि जसरी पनि त्यसलाई तर रिलेसनसिपलाई चाहिँ कस्तो रहेछ भने सम्बन्धहरू को कुरा भनेको चाहिँ सम्बन्धलाई चाहिँ मेन्टेन गरिराख्नुपर्ने आवश्यकता चाहिँ पक्कै हो होइन। अब वर्षको एकचोटि कहिले भ्यालेन्टाइन डे आउला र अनि म मेरो प्रेमिकालाई प्रपोज गरौँला, गुलाब दिउँला, वा फेरि चक्लेट लगिदिउँला, टेडी लगिदिउँला भनेर कुरेर बस्यो भने त फेरि त्यो त्यसलाई यसरी चाहिँ हेर्न सकिन्छ जस्तो लाग्छ क्या मलाई। अब यो ट्रेडिसनल हिसाबले के हो कसो हो मलाई थाहा छैन होइन। त्यो चाहिँ किन प्रपोज गरिन्छ, किन गुलाब दिइन्छ, किन चाहिँ त्यो टेडी दिइन्छ, किन चक्लेट दिइन्छ होइन, अब सबै खालको किन हक डे भनेर मनाइन्छ छुट्टै, यो सबै कुराहरू चाहिँ किन हुन्छ भन्ने मलाई थाहा छैन, सिरियसली नै थाहा छैन। तर कति चाहिँ के चाहिँ लाग्छ भने जस्तो चक्लेटको कुरा, त्यसको विज्ञानसँग जोडिने कुरा होइन, त्यसले चाहिँ भनौँ न हार्मोन कस्तो खालको चाहिँ उत्पादन गर्छ भन्ने कुरा, अनि हक गर्दाखेरि अङ्गालो मार्दाखेरिको त्यो हार्मोनको कुरा भयो, त्यसले खुसी चाहिँ एकअर्कामा त्यो खुसी पोजिटिभ भाइब्स लिएर आउने कुरा, त्यो हिसाबले यसलाई सेलिब्रेट गर्न खोजिएको हो कि त्यो हिसाबले यसलाई चाहिँ बिस्तारै 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 एकअर्कासँग अट्याचमेन्ट बढाउने कुरा होइन, टेडी दिने कुरा होस् अथवा डेटिङ जाने कुरा होस्, एकअर्काको कुरा बुझ्ने कुरा, प्रपोज गर्ने कुरा होस्, एकैचोटि ह्याप्पै प्रपोज गर्यो भनेदेखि त के हो कसो हो बुझ्नको लागि त्यो एउटा टाइम बााउन्ड्री राखेको हो कि जस्तो नि फिल हुन्छ अहिले आएर हेर्दाखेरि चाहिँ। तर ठ्याक्क एक्ज्याक्टली यसकै लागि यो भएको होला भन्ने मलाई आइडिया आजसम्म पनि छैन। यो त मलाई पनि थाहा छैन यो किन 7 दिनसम्म, यो सायद सेलिब्रेसनको एउटा टाइम फ्रेम पनि तोक्या होला। मैले त्यति धेरै अध्ययन गरेर त्यसमा हेरेको छैन त्यो डिटेल चाहिँ। सायद हामीलाई जस्तै धेरै प्रेम गरिरहेको युवा युवतीहरूलाई पनि यो 7 दिनेको महत्त्वको बारेमा चाहिँ अलिक कमै पनि थाहा छ होला। तर यसलाई यस्तो भनौँ न, जसरी अहिले मैले कुरा गरेँ नि त्यसरी बुझेर त्यसको त्यो महत्त्वलाई त्यो हिसाबले लिएर चाहिँ मनबाटै यदि त्यो प्रेम प्रसङ्ग प्रणय प्रसङ्गलाई अगाडि बढाउने हो भने साँच्चीकै यो राम्रो कुरा पनि हो नि, होइन र? कोही मान्छे मन परिरहेको मान्छेलाई झ्याप्पै जहाँ भेट्यो त्यहीँ गएर चाहिँ प्रपोज गर्नुभन्दा एउटा ठ्याक्कै यो स्टेप बाई स्टेप गएर चाहिँ प्रपोज गर्नु, त्यो गुड फिल गराउनु भनेको एकदमै राम्रो कुरा हो। समग्रमा भन्नुपर्दाखेरि चाहिँ आजभन्दा हजारौँ वर्ष अगाडि पनि प्रेमको कुरा भनेको त प्रेम भनेको त आफैमा असाध्यै सुन्दर कुरा हो नि त। यदि त्यहाँ चाहिँ छल कपट बिना तपाईँले कसैलाई प्रेम गरिरहनु भएको छ भने त प्रेम भनेको प्राप्तिको कुरा पनि होइन, प्रेम भनेको सुन्दर कुरा हो, रोकेर रोकिने वा छेकेर छेकिने भन्ने कुराहरू पनि होइन। प्रेम एउटा स्वतन्त्रता पनि हो होइन। त्यो सबै हिसाबले चाहिँ फेरि हामी जस्तो प्रेममा विश्वास गर्ने, प्रेम मात्रै प्रेममा विश्वास गर्ने मान्छेहरूको लागि चाहिँ यो फेरि गजबको टाइम हो जस्तो लाग्छ। यो प्रेमको कुरा गर्दै गर्दा अब मान्छेहरूलाई बोरिङ लागेको पनि हुनसक्छ होइन। म पटक भनिराखेको छु हाम्रो कुरा सुन्दै गर्दाखेरि बुढाबुढीको कुरा सुनेर चाहिँ हामीले के पाउनु छ र भन्ने लागेको हुनसक्छ। एउटा कुरा चाहिँ भनौँ जस्तो लाग्यो, प्रेम भन्ने कुरा मैले जे गर्दाखेरि एकदमै गुड फिल गर्छु नि, एकदमै राम्रो महसुस गर्छु नि, र त्यसका लागि उपयुक्त वातावरण मेरो पार्टनरबाट मैले भेट्छु नि, त्यो नै प्रेम हो जस्तो लाग्छ के।
मलाई लाग्ने कुरा चाहिँ होइन। अब त्यो चाहिँ त्यो जे पनि हुनसक्ने भयो। कतिपयले चाहिँ स्वतन्त्रतामा प्रेम भेट्छन् भने कतिपयले एकदमै सपोर्टमा प्रेम भेट्छन् होइन। त्यो कहाँनिर प्रेम भेट्ने भन्ने कुरा हो कि मलाई जे कुराको आवश्यकता छ त्यो कुरा मैले मेरो पार्टनरबाट पाएँ भनेदेखि एक्ज्याक्टली द्याट इज लभ जस्तो लाग्छ होइन। अब त्यो आफ्नो परिभाषाको कुरा पनि होला। खैर भ्यालेन्टाइन डे एकदमै हाम्रो चाहिँ के भन्छ, गुलाब पाइएन पनि दिएन पनि लास्टै झुर बोरिङवाला भ्यालेन्टाइन डे भयो हाम्रो त। एउटा गुलाब किन्नै पर्ने भयो त्यसो भएपछि होइन। कति पर्छ गुलाबको मूल्य? किन्न होइन, फुलाउन पर्यो गुलाब चाहिँ। यस बगैँचा एक्ज्याक्टली। यो मनमा हामीले सधैँभरि गुलाब फुलाउन सक्यौँ भनेदेखि त्यो राम्रो कुरा पनि हो होइन। गुलाब भनेको प्रतीक हो कि। त्यो एउटा हामीले कविता पढ्नु पर्थ्यो कोर्समा, माई लभ इज लाइक अ रेड रेड रोज भनेर। त्यो चाहिँ लभलाई रेडसँग कम्पेयर गरिएको। त्यो गाढा रातो त्यस्तो रगतसँग कम्पेयर, रगतको रङ पनि रातै भएर र अर्को कुनै रातो हुन्छ भने चाहिँ त्यो रेड रोज नै हुने भएर मेबी होला। त्यति धेरै प्रेमको त्यो एकदम व्याख्या प्रतीकात्मक हिसाबले हेर्न आउँदैन। म चाहिँ एकदम व्यवहारिक हिसाबले सोलो डोलो प्रेम मात्रै गर्ने मान्छे भएको भएर यति धेरै यसमा धेरै सैद्धान्तिक हिसाबलेतिर चाहिँ नजाम होला जस्तो लाग्छ। ओके थ्याङ्क यू। ठिक छ, केही छैन। गुलाब भरे लिएर आएर एउटा राम्रो गुलाब दिने बाचा भयो। तर त्योभन्दा पनि सुन्दर बाचा हामी गर्न सक्छौँ। त्यो भनेको एकअर्का रहुन्जेलसम्म यस्तै मिठो प्रेम गर्ने, साथ सहयोग दिने, सँगसँगै सहयात्रा गर्ने, सुख दुःख जे भए पनि यो त हाम्रो नियन्त्रणमै छ, हाम्रो हातमै छ। धन्यवाद होइन। ल सबै चाहिँ प्रेमिल मनहरूलाई धेरै धेरै शुभकामना भ्यालेन्टाइन डेको। एकअर्काले त शुभकामना साटी नै हाल्छौँ होइन। हो नि। ल ह्याप्पी भ्यालेन्टाइन डे अल अफ यु है त।